दर्शकबिन नमस्कार। म चाहिँ आज यस्तो ठाउँमा आएको छु जो ठाउँको सुन्दरता देखेर होइन सबैजना यस ठाउँमा आउने गर्छन् क्या। म त्यस्तो ठाउँमा आएको छु। तर यो यहाँ आउनको लागि धेरै टाढा जानु पर्दैन। बर्दियाको गेरुवामा रहेको ओखरिया इन्टेकमा आएको छु। मेरो घरदेखि चाहिँ लगभग 5-6 किलोमिटर रहेको छ। यहाँको दृश्य हेर्नु होला। अहिलेसम्म कहाँ धेरै ठाउँको मान्छेहरू आइसक्नु भएको छ। यहाँ फेरि तपाईँहरू पनि यस ठाउँमा आउन खोजिरहनु भएको छ भने एकचोटि चाहिँ अवश्य आइदिनु होला। यस ठाउँको भ्रमण गरेर जानु होला, किनभने यस ठाउँमा राम्रो पनि छ। यहाँ राम्रोसँग विकास गर्नुपर्ने हो भने धेरै राम्रो हुनेछ। सुरुमा म यहाँदेखि देखाउँछु। तपाईँहरू यो रोडदेखि पनि आउन सक्नुहुन्छ भनेपछि यताबाट पनि आउन सक्नुहुन्छ। यस ठाउँमा आउनको लागि टिकट पनि चाहिँदैन, नो टिकट, फ्री भिसा भन्ने जस्तै हो होइन। फ्रीमा आउन सक्नुहुन्छ। अरू ठाउँ टिकट काटिन्छ भनेपछि हाम्रो यस ठाउँमा चाहिँ टिकट काटिँदैन है। यस ठाउँबाट पनि आउन सक्नुहुन्छ। जनकनगर हुँदै यतादेखि सर्खोलबाट पनि आउन सक्नुहुन्छ। मिल्ने भनेको यहीँ हो। अगाडि चाहिँ ट्री हाउस चाहिँ अगाडि रहेको छ। मेरो मोबाइलको जुमले भ्याउन सकेको छैन। ऊ त्यो देखिरहेको छ नि गोलघर, त्यहीँ रहेको छ होइन। आर्मी पम्प पनि यहीँ रहेको छ। यही हो है आर्मी पम्प। त्यसपछि सिँचाइ उपभोक्ता समितिको घर पनि यहीँ छ है। त्यसपछि चाबी फेरि तल गिऱ्यो भने बर्बाद भइहाल्छ क्या। यस्तो राम्रो ठाउँ छ। ट्याक्क यता घुम्छ मोबाइल। तपाईँहरू अब कोही गर्लफ्रेन्ड बोयफ्रेन्ड आउनुभएको छ भने बस्नको लागि यो बनाइएको छ। बाउ आमा आफ्नो फ्यामिली आछ भने पनि बस्नको लागि यहाँ बनाइएको छ। जस्तै अब तपाईँहरू म अब पिङ खेल्छु भनेर खेल्न चाहनुभयो भने पनि यहाँ आएर पिङ खेल्न सक्नुहुन्छ। कसरी पिङ खेल्ने भनेपछि यसो गर्ने मजा आउँछ, आनन्द फिल हुन्छ क्या एक्लै न। तर तपाईँहरू दिउँसो चाहिँ नआइदिनु होला है। दिउँसो आयो भने चाहिँ यहाँ घामले मार्छ यस ठाउँमा। जब शीतल हुन्छ तब चाहिँ आइदिनु होला। राम्रो छ यहाँ बस्नको लागि। यो चाहिँ बोर्डमा चाहिँ धेरै अगाडि लेखेको कारणले अहिले चाहिँ यहाँ मेटिएको छ। यसलाई फेरि केही निर्माण गरेर यसलाई राम्रो बनाउनु पर्यो। त्यसपछि यहाँ चाहिँ यो देख्नु भएको छ, यो बनाउने निर्माण गर्ने व्यक्ति हुनुहुन्छ धेरै टाढा नगएर यहीँ अगाडि। उहाँ सरले चाहिँ आफ्नै लगानीमा यो बनाउनु भएको अरे ओखरिया इन्टेक। मेरो देश मलाई मेरो प्राणभन्दा प्यारो छ अरे। सागर एल्युमिनियम बिहानी बजार। बिहानी बजारको त्यो दाइले, उसको नाम चाहिँ सागर हो। अनि सागर एल्युमिनियम ऊ दाइले चाहिँ आफ्नै लगानीमा बनाउनु भएको क्या। किनकि हाम्रो यो ठाउँमा भनेको विकास गर्नलाई मान्छे छैन के, विकास गर्नलाई कुनै नेता छैन। तर हाम्रो गाउँघरका मनकारी, हामी जस्ता मनकारी व्यक्तिले आफ्नै लगानीमा यो बनाएको छ। अहिलेसम्म यस्तो राम्रो, मलाई यस ठाउँको बारेमा भन्नुपर्दा सबैभन्दा राम्रो लागेको ठाउँमा यही हो कि मलाई सबैभन्दा यस इन्टेकको सबैभन्दा राम्रो र प्यारो देखिने यही नेपालको झन्डा देखिएको छ। अरू तपाईँलाई राम्रो लाग्यो? यो चाहिँ गैँडा रहिगयो होइन, गैँडा भयो। यो चाहिँ यो खोलो चाहिँ हाम्रो उतै गेरुवा हाम्रो 4 नम्बरवाला सबैतिर जान्छ है यो। त्यसपछि उता चाहिँ बस्ने ठाउँहरू छ। अनि त्यो शीतल खानलाई नल्का पनि बनाइएको छ। टोयलेटको पनि व्यवस्था रहेको छ। पछाडि पहेँलो कलरको छ नि त्यो पनि टोयलेट रहेको छ होइन। यो भयो। उहाँलाई चाहिँ म सल्युट गर्न चाहन्छु, किनभने यति राम्रो आफ्नै लगानीमा बनाउनु भएको छ। जय नेपाल। उहाँको लागि सबैले एक लाइक कमेन्ट सेयर हानिदिनु पर्छ होइन। त्यसपछि म यता आउँछु। नल्काहरू यता पनि छ, यता छ, धेरैतिर छ होइन, राम्रो छ। अनि तपाईँहरू यस ठाउँमा चाहिँ घुम्न सक्नुहुन्छ। यहाँ यही मजाले यस ठाउँमा बसेर रमाइलो कुराकानीहरू गर्न सक्नुहुन्छ। वनभोज खानको लागि चाहिँ यता बनाइएको छ है। यहाँ आगो बाल्ने, यस ठाउँमा चाहिँ आगो बाल्ने, ट्याक्क के खान मन लाग्छ खाने, पकाउने, खाने। अनि उता पनि पकाउने खाने ठाउँहरू छ होइन। अनि उता चाहिँ देखाउन बाँकी छ।
त्यसपछि यहाँदेखि आएर यस ठाउँको बारेमा त सारा देखाइसकेको छु मैले तपाईँहरूलाई भिडियोमा होइन। यही हो यहाँको सुन्दरता भनेको, यही हो। बस्नको लागि गर्लफ्रेन्ड बोयफ्रेन्ड बस्नको लागि बनाइएको छ, आमा बुवा बस्नको लागि बनाइएको छ, सब बस्नलाई बनाएको छ। यहाँनिरदेखि अगाडि जानुभयो भनेपछि अगाडि चाहिँ हाम्रो यो कर्णाली खोलाको छ, त्यसमा चाहिँ त्योभन्दा माथि जानुभयो भने चाहिँ चिसापानी आउँछ होइन। चिसापानीको खम्बा चाहिँ यहाँदेखि देखिरहेको छ। अहिले अगाडि हल्का अगाडि गयो भने देखिन्छ होइन। म चिसापानीको खम्बा पनि देखाउन गइरहेको छु। तपाईँहरू पनि एक ठाउँमा आउनुभएको छैन भने एकचोटि चाहिँ अवश्य आइदिनु होला। यहाँको अवलोकन भ्रमण गरेर जानु होला। खम्बा देखिरहेको छ यो त्यहाँनिर हेर्नु, यो माथि चिसापानीको पुलको खम्बा है। ल भिडियो पनि धेरै लामो भएको होला, तपाईँहरूलाई हेर्न पनि अल्छी लागिसकेको होला। ल